म सानैदेखिबाट इन्टरनेटको पारखी भएकोले सधैँ नेटमा केही न केही कुरामा व्यस्त हुने गर्थे। जब मेरो उमेर सानो थियो त मैले सबै समय राम्रा अनलाइन गेम खेल्न र डाउनलोड गर्नमा नै समय बिताउने गर्थे। अलि 9-10 कक्षामा पढ्न थालेपछि मैले साथीहरूको कुरा सुनेर पोर्न साइटहरू पनि हेर्न थाले। मेरो रातिको काम नै नेटमा पोर्न मुभी हेर्ने भएको थियो। यसरी समय बित्दै गर्दा मलाई पनि धेरै नै सेक्स गर्न मन लाग्न थालेको थियो। 10 कक्षामा पढ्दा त मलाई धेरै नै गर्व भएको थियो। तर कुरा मैले मेरो केटा साथीहरूसँग भने केही भन्न सकेको थिएन। मसँग मिल्ने धेरै केटा साथीहरू भए पनि यो विषयमा भने प्राय कसैलाई धेरै चाहना भएको मलाई लाग्दैन थियो। हाम्रो स्कुल एउटा धेरै नाम चलेको स्कुल भएकोले पढाइ पनि धेरै कडा हुन्थ्यो, त्यसैले हामीले पनि धेरै नै मेहनतका साथ पढ्नु पर्थ्यो। वातावरण नै त्यस्तै भएपछि त केटा साथीहरूलाई त झन् पढाइ बागमा अरू केही सोच्ने समेत पनि फुर्सद हुँदैन थियो। त्यसै कारणले मेरो सेक्स गर्ने इच्छाले कुनै अवसर पाएको थिएन। त्यस्तै कोही साथीहरू मिले पनि कहाँ गएर यो सबै काम गर्ने, अनि कसैलाई थाहा भयो भने के गर्ने, बाबा आमाले थाहा पाए भने के गर्ने जस्ता कुराहरूले मलाई धेरै नै सताउँथ्यो। त्यसैले म भित्र गुम्सिरहेकी थिएँ। यता घरमा भने म सधैँ नै ब्लू फिल्म डाउनलोड गरेर हेर्ने गर्थे। पछि त मलाई धेरै नै खपी नसक्नु भएपछि त मैले आफ्नै हातले खेलाएर आफ्नो प्यास मेटाउन थालेको थिएँ। यसरी आफ्नै औँला घुसरेर ब्लू फिल्म हेरेर मज लिन मलाई धेरै नै आनन्द आउन थियो, अनि मेरो प्यास पनि अलि बगेको जस्तै हुन थियो। हुँदै मेरो एसएलसीको परीक्षा पनि सकिएर म सधैँ घरमा नै बस्न थालेकी थिएँ। त्यसैले मलाई अब दिनरात नै नेटमा ब्लू फिल्म हेर्ने समय मिलन थालिएको थियो। यसरी छानी नेटमा मुभीहरू हेर्दा मैले अब एनिमल पोर्न पनि हेर्न थालेको थिएँ। मलाई विशेष गरेर कुकुरसँगको सेक्स धेरै नै मजा लागेको थियो, त्यसैले कुकुरको पोर्न मुभीहरू धेरै नै हेर्न थाले। यसरी सबै एनिमल मुभी हेर्दा मलाई पनि कुकुरसँग नै सेक्स गर्ने कुराको बारेमा धेरै नै सोच्न थाले। यसो विचार गर्दा कुकुरसँगको सेक्स धेरै नै सुरक्षित भरपर्दो र कतै कसैलाई थाहा नहुने कुराले गर्दा मलाई यो कुरा धेरै नै ठिक जस्तो लाग्न थाल्यो। आफू कतै एक्लै पनि जन नपाउने, अरू मान्छे पनि घरमा लिएर नपाउने हाम्रो घरको नियममा यो जस्तो राम्रो उपाय मैले केही देखेको थिएन। त्यसैले मैले मेरो घरमा भएको हाम्रो कुकुरसँग धेरै नै सम्पर्क बढाउन थालेको थिएँ। अब मेरो काम त्यही डगीसँग बसेर खेल्ने अनि डगीलाई नुहाउने हुन थाल्यो। मैले डगीलाई साँढे नुहाएर सफा गरी खाना खुवाउने तथा बेलुका यसो बाहिर घुमाउने गर्नाले 2-4 दिन म नै डगी मेरो साथी भएको थियो। त्यसैले बेलुका मसँग नै रुममा चलिरहन्थ्यो, तर सुत्न भने उसको छुट्टै सानो बेड म स्टोर रुममा सुत्ने गर्थ्यो, जसको ढोका जहिले पनि खुला नै हुन्थ्यो। त्यसैले रति पनि डगी रुमबाट बाहिर बारान्दामा निक्लेर कराइरहन्थ्यो। यसरी दिनहरू बित्दै गर्दा मैले डगीसँग सेक्स गर्ने पक्का निदो गरी एक दिन डगीलाई पनि मेरै रुममा लगे। हामी बेलुका अबेरसम्म खेलेर अब सुत्ने भयौँ, तर मलाई भने डगीसँग आज मजाले सेक्स गर्ने इच्छा बढ्दै जान थालेको थियो। त्यसैले मैले अब मेरो कपडाहरू खोल्न थाले। यसरी मैले मेरो पेन्टी पनि खोलेपछि डगीले मेरो सबै अङ्गहरू सुक्न थाल्यो। मैले बिस्तारै मेरो योनीमा हात लगाउन थाले, त्यस्तै डगीले पनि मेरो योनी चक्न थाल्दै थियो। जब मेरो योनीबाट पनि बाँध्न थाल्यो, त्यो पनि चतेर त मेरो डगी धेरै नै उफ्रेर मेरो चराईतिर घुम्न थाल्यो। यसरी डगीले मेरो योनी चक्न थालेपछि त मलाई पनि धेरै नै मजा आउन थाल्यो। डगी मेरो अगाडि नै बसेर मेरो योनी चाट्न थालेपछि मैले पनि डगीको शरीरलाई सुमसुम्याउन थाले। डगी भने उसको जिब्रो नै मेरो योनी भित्र पसौला जस्तो गरी चाट्दै थियो भने मेरो पनि डगीको टाउको अनि शरीर मुसार्ने काम बढ्दै थियो। अब मलाई पनि डगीलाई यसो मतिर शरीर तानेर मुसर्ने क्रममा टाउकोबाट पछाडितिर अनि माथिबाट तलतिर बढाउन थाले। यता डगीको जिब्रोले मेरो योनी चाट्दा म जिन्दगीको पहिलो चरम उत्कर्षमा पुग्न लगेको थिएँ भने उता मेरो हातहरू पनि डगीलाई मुसार्ने क्रममा तेज हुँदै थियो।
यतिकैमा मैले मेरो हात डगीको लिङतिर लगेर जब मैले च्याप्पके मात्रै उसको लिङ समातेको थिएँ, डगीले आफ्नो पुरा शरीर नै अगाडि पछाडि गर्दै आफ्नो लिङ दह्रो बनाएर मेरो हातमा नै सेक्स गर्न थाल्यो। अनि मैले निहुरेर हेर्दा डगीले पनि धेरै नै चिपचिप लाग्ने पानी आफ्नो लिङबाट निकालिसकेको थियो। यस्तो किसिमको उत्तेजना देखेर मैले डगीको लिङ छोडिदिए, तर डगीले भने लिपस्टिक जस्तो गरेर थोरै लिङको भाग बाहिर निकालेर मेरो अगाडि पछाडि घुमन थाल्यो। मलाई पनि त्यो डगीको सारो लिङ अनि तातो वीर्य परेको हातले गर्दा रन्का नै छुटेको थियो भने डगी त अब मेरो योनी चढ्दै मेरो वरपर घुम्दै मेरो पछाडिबाट म माथि नै चाडन थालेको थियो। अब हामी दुवैजना सेक्स गर्न तयार भएका थियौं, तर पनि मलाई कता कता डर लागिरहेको थियो, किनकि कुकुरहरू कुकुरसँग सेक्स गर्दा एक अर्कासँग जोल्टिएर बसेको देखेको थिए। कतै मेरो योनीमा पनि रातभरि अड्कियो भने के गर्ने होला भन्ने जस्ता कुराले सताउन थाल्यो। तर ब्लू फिल्ममा मान्छेसँग कुकुरले सेक्स गर्दा भने त्यस्तो नभएकोले मैले मन नै हिम्मत गरेको थिएँ। त्यसैले मैले फेरि डगीको लिङलाई च्याप्प समातेर अगाडि पछाडि गराइदिए। यसो गर्दा डगीको लिङ उसको छलाभित्र नै धेरै सरहो हुन थाल्यो अनि लिङको फेदतिरको भाग केही मोटो हुन थाल्यो। त्यो साइज देखेर मैले अन्दाजा लगाए कि डगीको लिङ पुरै सुपारीको डल्लो समेटा नै छिराए पनि धेरै दुख्दैन भनेर। किनकि मेरो कुकुर पनि मिडियम साइजको थियो, त्यसैले उसको लिङ र त्यसको नट पनि मिडियम साइजको थियो। मैले पनि आफ्नो योनीमा हस्तमैथुन गर्ने हुनाले कुकुरको लिङ सजिलै लिन सक्ने अन्दाजा लगाए र आज मैले कुकुरले जस्तै सेक्स गर्ने निदो गरे अनि कुकुरको पुरा लिङ अनि लक नट पनि पुरै लिने विचारले म डगीको अगाडि गुडा टेकेर निहुरी परे। बस डगीले पनि यस्तै खोज्दै थियो। जब म के गुडा मात्र के टेकेको थिएँ उता मेरो माथि चढ्यो। अब डगी मेरो माथि थियो। अगाडिको दुई खुट्टाले मेरो पेटतिर समातेको जस्तो थियो भने पछाडिको खुट्टा भुइँमा टेकेको थियो। अब डगीले पछाडिबाट आफ्नो लिङ मेरो जिउतिर दल्न थाल्यो। उसको लिङ कहिले ढाडमा, कहिले पछ्ती चाकमा त कहिले मेरो योनीको छेउछाउमा दल्दै थियो। यो क्रममा उसले धेरै नै तातो ततो वीर्य पनि निकाल्दै थियो। 3-4 मिनेटको उफ्राएपछि डगी तल झर्यो। यसपालि डगीले योनी फेला नपरेकोले अलि निराश जस्तो थियो भने ऊ मेरो योनीको छेउमा लागेको वीर्य चाटेर फेरि तुरुन्त उत्तेजित हुँदै मेरो माथि पुनः चढ्यो। यसपालि भने डगीले लिङ सिधै मेरो योनीमा लगाएर धक्का लगाउन थाल्यो। थोरै थोरै गर्दै लिङ पसे जस्तो अनुभव भइराखेको थियो। यसै बेलामा डगीको भने धेरै स्पिड बढ्दै थियो। तातो तातो वीर्यको पिचकारीसँगै 100 को स्पिडमा डगीले मेरो योनीभित्र आफ्नो लिङ अगाडि पछाडि गर्दै थियो। यसरी 3-4 मिनेट सेक्स गरेपछि डगीले एक जोरदार धक्का लगायो। यसपटक भने मलाई पनि धेरै दर्द भयो भने डगीले भने अगाडि पछाडि गर्न छोड्यो। अब उसको लिङ मेरो योनीभित्र मोटो हुँदै गइरहेको अनुभव हुन थाल्यो। जसरी डगीको लिङ मोटो हुँदै थियो त्यसरी नै भित्र वीर्यको धारोले हनेको जस्तो अनुभूति हुँदै थियो। अब डगी भने खाली मेरो कमर पक्रेर मेरो माथि नै चाडिरहेको थियो। यता मलाई भने डगीको पुरा लिङको तातो तातो मजाले मस्त बनाइराखेको थियो। यसरी पहिलो पल्टमा नै म 5 पटक जति स्खलित भए होला। त्यसमा पनि मेरो भित्र डगीको वीर्यको पिचकारीले त अति नै आनन्द दिएको थियो। यसरी करिब 15 मिनेटपछि डगीको लिङबाट एक जोरदार झट्का सहित वीर्य निक्ल्यो नै डगीको लिङ पनि मेरो योनीबाट बाहिर निक्ल्यो। जब उसको लिङ के बाहिर निक्लेको थियो तब त मेरो योनीबाट पनि डगीको वीर्यको धारा नै निक्ल्यो। तर डगीले मेरो योनी, उसको वीर्य अनि उसको लिङ सबै चाटेर सफ बनायो। त्यो दिन हामीले एक पटक मात्र सेक्स गरेर सुत्यौं। अब बाँकी दिनमा भने दिनमा 3 पटकसम्म पनि सेक्स गर्यो। त्यसै क्रममा हामीले पनि सेक्स स्टाइल चेन्ज गर्न थाल्यौं। आजकल त म मेरो डगीलाई पहिला चुसेर नै उसको लिङ बाहिर लिएर आउँछु अनि उसको ठुलो लिङ समातेर आफैले सेक्स गर्दाको मजा झन् छुट्टै हुने रहेछ। यसरी सेक्स गर्दा आफूले चाहे जति डगीको लिङ आफ्नो